हेलो गाइज, अब हामी चाहिँ अब नयाँ कन्टेन्ट लिएर आउन लागेको छौँ। हामीले चाहिँ अब यिनीहरूको रनिङ चाहिँ कसले जित्छ, रनिङमा यिनीहरू दुई भाइ एज सेम हो यिनीहरूको, तर अब एउटा ठुलो छ एउटा सानो छ। हेरौँ अब कसले जित्छ गाइज। ल तिमीहरूलाई कस्तो लागिरहेछ भन त, कसले जित्छ? ल हेरौँ है त अब कसले जित्छ। अब यिनीहरू दुइटा मध्ये रनिङ हुन्छ, यिनीहरूको रनिङ चाहिँ त्यही हो 25-50 मिटरको जस्तो रनिङ हुन्छ। रनिङ चाहिँ यही फिल्डमा हुन्छ। हेर्नुहोस् गाइज, रनिङ भनेको यही फिल्डमा हुन्छ। यिनीहरूको यहाँदेखि अर्को पोस्टमा को छिटो आउँछ त, जो छिटो आयो त्यसलाई प्राइज पनि दिन्छु म। फेरि प्राइज हुनेछ, जसले जित्छ त्यसलाई चाहिँ 20 रुपियाँ है गाइज। धेरै त दिनुहुन्न तिमीहरूलाई, 20 रुपियाँ पुग्छ तिमीहरूलाई। ल हेरौँ अब दुईजना मध्ये कसले जित्छ। ल लेट्स गो, अब उसमा जाऊँ, फाइनल उसमा यताबाट दुर्ने हो हामी। ल गाइज, यिनीहरू दुईजना, अब तिमीहरू दुईजनाले मसँग सक्छौ कि नै त दुर्न? ल म 50% सक्छु, 55%। ल मसँग पनि च्यालेन्ज गर्ने है त दुईजनाले। अब बेस्ट अफ लक तिमीहरू दुईजनालाई। म भिडियो गराउँछु, तिमीहरू चाहिँ यहाँ ट्याक्क रेखामा बसेर स्टार्ट गर। अब 2 3 गो। ल साथीहरू, मैले आज रेस कम्पिटिसनमा जितेको छु, त्यसैले मैले मनिष अङ्कललाई च्यालेन्ज गर्छु कि म मनिष अङ्कलसँग रेस खेल्छु। मैले मेरो अनुसार चाहिँ मैले मनिष अङ्कललाई जित्छु जस्तो लागेको छ। गाइज मेरो चाहिँ म चाहिँ फर्स्ट आउँथेँ होला, तर मेरो यहाँ चप्पलले चाहिँ धोका दियो। ल अब फेरि पनि म एक चान्स माग्न चाहन्छु पर्सनजीसँग, उहाँले दिनुहुन्छ कि नै? ल खेल फेरि मसँग। ल दुईजना फेरि दुगुने भएन त्यो? भयो। ल फेरि एकचोटि दुगुने है त तिमीहरू दुईजना। ल यसो खुट्टा लटपट्यो अरे, अब एकचोटि फेरि हराइदे है। ल तैँले पनि राम्रोसँग दुगो, तैँले पनि हराइदे यसलाई। 1 2 3 गो। पर्सन अगाडि छ, पर्सन पर्सनले जित्नु। हजुरलाई कस्तो लाग्यो पर्सन? पनि हजुरले हराइदिनु भयो। हजुरले के भन्न चाहनुहुन्छ? म यहाँ नुब्रालाई जितिदिन्छु। हजुर फेरि दुग्न चाहनुहुन्छ? ल केही भन्न चाहनुहुन्छ अरू? 1 2 3 गो। म जितिसकेको छु। अब म एकछिनपछि मनिसँगलाई च्यालेन्ज गर्दैछु, म उहाँलाई रेसमा जित्दछु। ल अब हेरौँ के हुन्छ। यस जितेर जिते गाइज मैले। लेख तले जित्छु भन्दैछु मलाई।